हेलो साथीहरू, नमस्ते सबैजनालाई। हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। हजुरको बिहानको सुरुवात चाहिँ कसरी हुन्छ थाहा छैन, तर मेरो बिहानको सुरुवात जहिले पनि बाबाको गाली खाएरै हुन्छ। बाबाले जहिले नि पढिनस् त अल्छी भई छिटो उठेर पढ भन्दै गाली गर्नुहुन्छ। केही छैन, बाबाले मेरै लागि भन्नुभएको। म बाबासँग रिसाउँदिनँ। त्यसपछि छिटो छिटो उठेपछि ब्रस गरेपछि मुख धोएँ। अनि मलाई आज सहकारी जानुपर्ने थियो, त्यसैले म आज चाहिँ छिटो छिटो ब्रस गरेँ, मुख धोएँ। मुख धोएर भित्र आउँदा त रुम लथालिङ्ग थियो। त्यसपछि छिटो छिटो गरेर बिस्तारा मिलाउन थालेँ। पहिला आफ्नो बिस्तारा मिलाएँ। आफ्नो बिस्तारा मिलाएपछि फेरि गएर बाबाको बिस्तारा मिलाइदिएँ। बिस्तारा मिलाइसकेपछि छिटो गरेर बिस्तारा मिलाएँ। बिस्तारा मिलाइसकेपछि मेरो रुम यस्तो भयो। रुम मिलाइसकेपछि म बारीतिर गएँ। बारीमा गएर मैले चाहिँ धनियाँ टिप्नु पर्ने थियो। आमा बाबाले चाहिँ साथीहरू सबै रोप्नुहुन्छ, कहिले के सब्जी त कहिले पनि किन्नु पर्दैन। बाबाले सधैँ नै सब्जी रोपिराख्नु भएको हुन्छ। त्यसपछि म धनियाँ टिपेँ, त्यसपछि गोबी पनि टिपेँ, तर गोबी टिपेको भिडियो चाहिँ बनाउन पाएन। यो चाहिँ मेरो फर्स्ट भ्लग भएकोले राम्रोसँग बनाउन आएन। कसरी बनाउने के बनाउने थाहा पनि थिएन। केही छैन, गर्दै गएपछि जानिन्छ भनेर म चाहिँ आजबाट भ्लग सुरु गर्न लाएँ। त्यसपछि धनियाँ टिपेर आएर धनियाँ धोएँ अनि पकाउन लागेँ। सब्जी काटेको नि भिडियो त थियो साथीहरू, राख्न बिर्सेँ कि कहाँ गयो खोइ भेटाएन। त्यही भएर अनि मैले चाहिँ जिरा र खुर्सानी खुराएँ। अनि त्यसपछि आलु हालेँ। आलु हालेपछि एकैछिन भुटेको थिएँ, तर त्यो भिडियो चाहिँ हराएछ, डिलिट भएछ। त्यसैले आलु एकैछिन भुटेपछि टमाटर हालेँ। टमाटरपछि नुन र बेसार हालेँ। नुन बेसार हालेर एकैछिन चलाएँ। अनि त्यसपछि बन्दागोबी हालेँ। बन्दागोबी हालेर एकछिन त सब्जीलाई ढाकिदिएँ। त्यसपछि म चाहिँ भित्र आएँ। भित्र आएर एकैछिनपछि जाँदा सब्जी डढेको थियो। त्यसपछि छिटो गरेर चामल धोएँ। चामल धोइसकेपछि फेरि भात बसालिदिएँ। भात पाक्यो। भात पाकेपछि अनि फेरि आज सहकारी जान पर्ने भएकोले छिटो गरेर बाबाले र मैले खाना खान थाल्यौँ। अनि बाबाले र मैले छिटो खाना खाइसकेपछि साथीहरू खाना खाएर मात्रै भएन। त्यसपछि म चाहिँ कपडा भिजाएँ। खाना खाइसकेपछि कपडा भिजाउँछु भनेको सरफ चाहिँ भित्र रहेछ। अनि भित्र आएँ, सरफ लिएँ। अनि त्यसपछि बाबाको कपडा चाहिँ एकैछिन भिजाउनलाई छोडिदिएँ सरफ हालेर। अनि मलाई भाँडा माझ्नु पनि पर्ने थियो। त्यसपछि कपडा भिजाइसकेपछि म चाहिँ भाँडा मोल्नतर्फ लागेँ। घरमा चाहिँ बाबा र म मात्रै छौँ, त्यसैले हाम्रो घरमा चाहिँ धेरै भाँडाहरू जुठो गरिँदैन। किनकि मैले चिया खाएको बिहानको भाँडा बिहान मोलिसकेको थिएँ, त्यसैले खाना खाएको भाँडा मात्रै थियो। अनि म चाहिँ भाँडा मोल्नतर्फ लागेँ। अनि छिटो गरेर भाँडा मोलेँ। पहिला चाहिँ भातहरू घोप्टिँदा गाई भैँसीलाई दिन्थ्यो नि त साथीहरू। अहिले चाहिँ गाई भैँसी केही पनि छैन, त्यही भएर कति दुःख लाग्छ यसरी भात फाल्दाखेरि। जति भात फाल्दैन भने पनि खै मैले के गर्छु धाराभरि भातै भात भयो। त्यसपछि म धारा सफा गर्न लागेँ। अनि धारा सफा गर्न पर्यो, भातै भात थियो। अनि त्यो धारा सफा गरेपछि अनि म चाहिँ फेरि मलाई कपडा धुन पर्ने थियो। अनि बाबाको कपडा थियो 2-3वटा। त्यसपछि कपडा भिजाएर राखेको थिएँ। अनि त्यसपछि बाबाको कपडा धोइदिएँ। हाम्रो बाबा चाहिँ साथीहरू केटाकेटी जस्तै हुनुहुन्छ। यति छिटो कपडा फोहोर गराउनुहुन्छ नि, दिनदिनै कपडा धोइदिन पर्छ बाबाको चाहिँ। अनि त्यही भएर आज नधोए भोलि धेरै हुन्छ। त्यही भएर छिटो गरेर कपडा धुन लागेँ। कपडा धोइसकेपछि फेरि आँगन बढाल्नु थियो। अनि म चाहिँ आँगन बढाल्न लागेँ। एक्लै भएपछि साथीहरू काम गर्दा हैरान, सबै काम आफैले गर्नु पर्यो। अनि त्यसपछि छिटो गरेर झाडु बढाल्न लागेँ। झाडु बढालेँ। अनि मलाई चाहिँ आज सहकारी जान पर्ने भएकोले म चाहिँ झाडु बढालेर सबै काम
भ्याएपछि अनि एकछिन बसेपछि म चाहिँ सहकारी जानलाई छिटो अब रेडी भएर जान पर्यो सहकारीमा त्यहाँ पैसा बुझाउन जानुपर्ने थियो। पैसा बुझाउन 10 गते जानुपर्ने थियो। म चाहिँ आज कति 26 गते जाँदैछु। अब फाइन तिर्न पर्छ। अनि मलाई चाहिँ साथीहरू केही मेकअप गर्न आउन्न है। म चाहिँ त्यही कपाल कोर्न जानेछु। अनि कपाल कोरेपछि एउटा कालो टिका लाउँछु। मेरो मेकअप भनेकै यही हो, मैले जानेको यही हो। त्यसपछि म चाहिँ पैसा र सहकारीको खाता लिएर मेरो बुलेट बाइकमा बाटोतर्फ लागेँ। मेरो बुलेट बाइक चाहिँ खत्रै थियो फेरि। अनि त्यसपछि म बाटोतर्फ लागेँ। भ्लग बनाउने चक्करमा चाहिँ अगाडि बाटो बनाउन थालेको थियो, धन्दै लोटेन। त्यही पनि म बल्ल तल्ल त्यहाँबाट साइकल माथि राखेर गएँ। यो चाहिँ म पढेको स्कुल। म चाहिँ एउटै स्कुलमा पढेँ, 1 देखि 10 सम्म पढेँ। त्यसपछि कलेज पनि त्यहीँ, अहिले BBS पनि त्यहीँ पढ्छु साथीहरू। अनि त्यसपछि म चाहिँ